Finally guys, welcome back to my under videos. So आज चाहिँ फेरि म अर्को न्यू भ्लग लिएर उपस्थित भइसकेको छु गाइजहरु। अर्को न्यू भ्लग लिएर उपस्थित भइसकेको छु गाइजहरु। सो आज चाहिँ म यस्तो खतरा चिज देखाउन गइरहेको छु हैन। यो नेचुरल ब्युटी हजुरहरुले कहिले पनि देख्नु भएको छैन होला त्यो चाहिँ हैन। किचन पकाउँछु त। सो आज मौसम चाहिँ धेरै चिसो छ हैन। यो चाहिँ साटो बाटो म त लिमाङ गइरहेको हो। यस्तो खतरा भ्यू छ, यस्तो खतरा भ्यू देख्न सक्नुहुन्छ है। त्यसपछि अरू कुराहरू स्वास्थ्यको चाहिँ केयर गर्नुपर्छ अथवा चिसोको समयमा मेन त अब स्वास्थ्यको केयर गर्नु हैन, त्यही नै हो। म यस्तो लगाएको छु र यति चिसो छ यतातिर हैन। यो अलि धेरै चिसो हुने भने यतातिर हिउँ पर्छ क्या, त्यस्तो हो यतातिर चाहिँ। तर धेरै लामो समयसम्म त रहेन, त्यही हिउँ चाहिँ पर्छ। लास्टै चिसो छ भने यतातिर यो साइडतिर अलिक उच्चो ठाउँतिर पर्छ तल लिगाङ भन्दा हैन। त्यो धेरै चिसो छ, जङ्गल पनि खतरा जङ्गल छ। यस्तै नै हो हैन। चिसोको मौसम, शीतले पुरै वनहरू ढाकिसकेको छ हैन, त्यही नै हो। सो चिसो चाहिँ धेरै नै छ। यस्तै हो गाइजहरु। त्यो टोपी तातो कपडा लाउने चाहिँ नबिर्सिनु। मेन त स्वास्थ्य बचाउने हो, त्यसपछि अरू कुरा पछि आउँछ हैन। त्यही भएर स्वास्थ्यको केयर चाहिँ गर्नुपर्छ, सबैले गर्नु होला। So, thank you all of you. राम्रो त छैन क्यामेरा क्वालिटी नै त्यही होइन। अब बिगिनर अब त्यही बोल्न जान्दैन होइन, कसरी कन्टेन्ट क्रिएट गर्नुपर्छ त्यो थाहा छैन। बिस्तारै बिस्तारै सिकिरहेको छ, त्यही नै हो। मान्छे एकैचोटि त कहाँ सबै कस्तो लाग्छ मेरो भिडियोहरू प्लिज प्रतिक्रिया दिनु होला। सो हजुरहरूको साथ सपोर्ट झन् थप हौसला दिने र आफूले जति भ्याउँछ गर्ने 20 मिनट ट्राई गर्ने होइन गाइजहरु। बिस्तारै बिस्तारै होला एकै साथी त्यही हो। बिस्तारै हजुरहरूको साथ सपोर्ट दिइराख्नु भयो भने राम्रो गर्न सकिन्छ र हौसला बढ्ने हुन्छ हैन।
सुधार्नको लागि त धेरै नै छ, त्यही नै अब अझै हजुरहरूको मोटिभेट हजुरहरूको मोटिभेट अनुसारले चलेपछि झन् राम्रो हुन्छ होइन। मलाई सपोर्ट पनि सबको मोटिभेट गर्ने ट्राई गर्नु होला, त्यही नै हो। आजलाई म यति नै गर्छु। फर्स्ट थ्याङ्क यू।